नमस्ते, म राजेन्द्र खत्री श्री तालबरे मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट सूचना अधिकारीको रूपमा विगतका 4 वर्ष लगभग 4 वर्षको सेरोफेरोमा यहाँ कार्यरत छु र मन्दिरको बारेमा कुरा गर्नुपर्दा नेपाल अधिराज्यकै प्रसिद्ध धार्मिक शक्तिपीठको रूपमा भनिन्छ, तर यो शक्ति स्वरूपको रूपमा हामी यसलाई चिन्ने गरेका छौँ र यहाँहरूलाई मन्दिरको बारेमा कुराहरू गर्नुपर्दा मन्दिर विगतका 3 वर्ष 4 वर्षदेखि नै यस मन्दिरलाई पुनर्निर्माणको कार्यक्रममा जोडेका छौँ र मन्दिरको प्रगति विवरणको हिसाबले हेर्दा 80% काम लगभग सम्पन्न भइसकेको छ भने अब 20% काम बाँकी रहेको छ र 20% काममा पनि छाना छाउने, तामाको छाना छाउने र गजुर र शेरवाल पर्खालका कामहरू यिनीहरू बाँकी रहेको छ र भक्तजनका कुराहरू गर्नुपर्दा पहिलाको र अहिलेको हिसाबमा हेर्दा माहौलको हिसाबले हेर्दा भक्तजनहरूको सदाबार भिड लाग्ने नै ठाउँ हो र अहिले पनि भिड लागिरहेको पनि यहाँलाई जानकारी गराउन चाहन्छु। पुनर्निर्माणको कुराहरूमा हामीले यथावत नै छ। नेपाल सरकार पुरातत्व विभागको स्वीकृतिमा यो डिजाइनमा यो मन्दिर बन्दैछ र यसमा चेन्जका कुराहरूमा केही पनि फरक छैन, पुरानै हुन्छ। पुरातत्वले नै हेरेको हिसाबले नै त्यही पुराना चिजहरूलाई नै टुटे फुटेका चिजहरू छन् भने त्यसलाई रिप्लेस गरिन्छ। अन्य चिजमा हामीले अलिकति कलात्मक ढुङ्गाहरूको व्यवस्थालाई अलिकति राम्रो तरिकाले प्रस्तुत गरेका छौँ। यसको लागतको हिसाबले करिब 2 करोडको हामीले लागतमा इस्टिमेटमा हामी तयार गरिरहेका छौँ भने र यसको यो मन्दिरलाई पुनर्निर्माणको क्रममा आय स्रोतका हिसाबका कुराहरू आउँछ। भक्तजनहरूबाट सङ्कलित रकम नै हामीले विशेष जोड दिइरहेका छौँ। भक्तजनहरूबाट नै यो रकमलाई हामीले पुनर्निर्माणको क्रममा जोड्ने गरेका छौँ र यथास्थितिको हिसाबले यो कलात्मक तरिकाले यो मन्दिर पुरानो भएको हिसाबले पनि धेरै भक्तजनहरूको चासोको विषयमा रहेको छ र धेरै लामो समय पनि प्रतीक्षामा भएको हिसाबले अब यसलाई तयार नै गर्दैछौँ र यो वैशाख महिनाभित्रमा आउने 2083 सालको वैशाख महिनाभित्रमा हामी यसलाई सम्पन्न गर्ने योजना बनाइरहेका छौँ। व्यवस्थापन समितिले पनि मलाई सूचना यसरी प्रवाह गरिराख्नु भएको छ।